सही गयो है अहिले ट्रक र जिपको बीचबाट गाइस ओ भाइ रेस हो क्या अरे गाउँहरूको आफ्नै एउटा अन्दाज हुन्छ नि त हैन ओ भाइ डेन्जर लाट्यो के ओए खतरा लाट्यो त्यसले त दामी एउटा गाउँ छ यो गाउँको नि एउटा भिडियो बनाऊँ न साह्रै भयो है सधैँ जानी यहाँसम्म मात्रै आउने उता जाने भयो के यो गाउँ पनि हल्का जोइन गरिदिउँ न आज हर्षपुरमा यहाँहरूलाई स्वागत गर्दछौँ रे कहाँ जाने आमा माथि जाने भाइ जाम पुऱ्याइदिन्छु हजुरलाई म नि नेपाल टार जानु लाग्यो हजुर टेकेर बस्नु होला है यहाँबाट उसतिरबाट जान मिल्छ नि होइन त्यो एउटा पुल तरेर अर्चले गण्डकी अञ्चले चञ्चले मञ्चले गण्डकी अञ्चल वेलकम इन टु द च्यानल हाम्रो च्यानलमा तपाईँलाई स्वागत छ द्याट इज द थिङ विच आई टोल्ड इन इङ्ग्लिस है लेट्स गो साथीहरू अब आजको राइड हाम्रो चाहिँ कहाँ हुँदैछ भने तपाईँ हेर्दै गर्नु होला कहाँ हुँदैछ सो आई विल बी टेकिङ यू अल टु अ भेरी ब्यूटीफुल प्लेस फुल अफ नेचर होइन सो थोड़ा बहुत अंग्रेजी में भी ब्लग करना पड़ता है गाइज भनेर मैले हिन्दीमा भने है त्यही कुरालाई नेपालीमा भने होइन भिडियो हेर्दै गर्नु होला आजको प्लेस बवाल छ बवाल अगाडि ट्रक गइरहेको छ है ट्रक र जिपको बीचबाट गाइज ओ भाइ रेस हो क्या अरे र यहाँबाट हामी चाहिँ लेफ्ट लाग्छौँ है हामी लेफ्ट लाग्छौँ ओ तेरी ओ भाइ अर्चले गण्डकी अञ्चले चञ्चले मञ्चले गण्डकी अञ्चल ल साथीहरू अब हामी चाहिँ जाँदैछौँ फुल नेचरमा है तर हावा चाहिँ लास्ट चिसो छ यार यतातिर पनि है अहिले घाम चाहिँ लागेको छ लकी भाइलाई भेट्ने भनेको सरी भइहाल्यो यार ल साथीहरूले हामी बेल्टारमा छौँ है आम्मा यता नि बेल्टार रहेछ नि त यता नि बेल्टार उता नि बेल्टार पूर्वतिर नि छ नि है गाईघाट बेल्टारहरू ल यहाँ चाहिँ अलि साँगुरो बाटो रहेछ भने त्यहाँ अब सिम्बलले देखाइरहेछ यो के हो भने कहाँको बत्ती बोलिरहेछ यो ल के भयो यस्तो ल निभे ल हेर्नु ल सिन हेर्नु ल नेपालको प्राकृतिक सुन्दरताले भरिएको देश सुन्दरताले भरिएको ठाउँहरू अनि यो गाउँहरू ओ तेरी अनि यो ट्र्याक्टर ल साथीहरू अब यहाँबाट हामी चाहिँ उतातिर जाँदैछौँ है ल भिडियो हेर्न नबिर्सिनु होला फुल भिडियो वाच फेरि घडी भने होइन है वाच भनेको हेर्नु नट ओन्ली घडी अर्चले 3 किलोमिटर टाढा छ है अब हामी यही बाटो फेरि दमन निस्किनु मिल्छ क्या ओ भाइ ल ठिकै हो तर्सिनु भयो क्या हो दिदीहरू आराम तालले यहाँ रेस्ट हान्दै हुनुहुँदो रहेछ है टक्क मैले फेरि यहाँ एकछिन डिस्टर्ब हानिदिएँ ओ भाइ ये चेक गरौ वाउ ल हेर्नु त कस्तो दामी छ बाटो हल्का चेन मिलाउनु पर्ने भएछ क्या बाइकको ल साथीहरू अहिले हामी भावर भन्ने ठाउँ आइसक्यौँ है भावर ल हेर्नु तपाईँहरू यो ठाउँ आउनु भएको छ यो बाटो पनि ठ्याक्कै कहाँ जाने आमा माथि जाने भाइ जाम पुऱ्याइदिन्छु हजुरलाई म नि नेपाल टार जानु लाग्यो हजुर टेकेर बस्नु होला है यहाँबाट उसतिरबाट जान मिल्छ नि होइन त्यो एउटा पुल तरेर हो त्यहीँ जाने हो एक्लै आउनु भएको रहेछ त अनि यो बाटोमा डर लाग्दैन हजुरलाई यतातिर चितुवाहरू आउँछ कि आउँदैन अनि ए हाम्रो आमा त चितुवासँग नडराउने हो भनेपछि बाटो चाहिँ राम्रो बनाएको रहेछ है त्यही त हजुर म त यतै दमोलतिर बस्छु आमा
आज यसो तपाईँकोतिर यसो भिडियो बनाउन आएको कि तनहुँ जिल्लामा चितुवाको धेरै डर भइरह्यो कि है तपाईँको बन्दीपुरतिर पनि त्यस्तै छ अरे बिगबिगी हजुरको कहाँ हो ए समात्नु है समात्नु लड्नु होला फेरि यहाँसम्म घरसम्म आयो आयो लास्टमा लडिरह फेरि होइन ल ल ल हुन्छ हुन्छ ए ल राम्रो सजानु होला है ए ल गयो है त आमा हल्का अब यसो यतातिर हल्का जङ्गलहरू भइसकेछ क्या गाइज है त्यही भएर हल्का अब मैले एक्लो मान्छे देखेँ भने म हल्का लिफ्ट हालिदिइहाल्छु क्या भर हुन्न क्या यस्तो यस्तो ठाउँमा अब घर बस्ती त छ होइन बस्तीहरू त छ तर अलि जङ्गलहरू चाहिँ अलि घना नै छ क्या जति चाहिँ भने ल भ्यू हेर्नु नि भ्यू कस्तो दामी भ्यू आइरह होला होइन वाउ यो बाटोमा एनएस दह्रो कुदायो यार पहिला लास्टै कुदायो एनएस वाट अ ब्युटिफुल भ्यू लास्ट टाइम ड्याडलाई लिएर आएको थिएँ यतातिर अहिले चाहिँ सोलो हानिदिए द दुनिया इज गोलो एन्ड आइम रिडिङ सोलो हल्का चेन लुज भएको रहेछ कि किन हुली जाँदैन भन्छु म पनि होइन चेन लुज भएको छ त्यही भएर हल्का झ्याप्पै उठ्दैन रहेछ क्या जस्तै फर इक्जाम्पल होइन फर इक्जाम्पल हिँड्रै हानौँ न यस्तो यस्तो गऱ्यो अलि उठ्दैन क्या ल जाउँ है अलिक कुदेर यो बाटो चाहिँ जस घुमाउरो चाहिँ छ होइन राम्रो चाहिँ राम्रै छ बाइकहरू अब होइन यसो क्लिपहरू बनाउनलाई भिडियोहरू बनाउनलाई यो बाटो सही छ क्या वाउ ए माथि ढलान गरेको रहेछ नि त अहिले त हल्का कहाँसम्म यहीँबाट जाने गाइस उसतिर है के भन्छ त्यो टावरतिर त्यहाँमा बाइक त कस्तो घ्या गऱ्यो त जम्मा 2-3 हजारमै घ्या गऱ्यो भने त तिमी त अनि कता देखाउँछौ होला पछि त ल साथीहरू ल यताको बाटो हेर्नु ल जस अब गाउँहरू होइन जस यहाँ रोडहरूमा चाहिँ अब के सुकाइराख्नुहुन्छ त्यही भएर ओभर स्पिडिङ गरेर रङ साइडबाट चाहिँ नजानु सकभर केही न केही सुकाइरहेको हुन्छ फेरि त्यसमा परेर चिप्लिनु होला है गाह्रो पर्छ नि त्यस्तो भयो भने त वाउ ओ भाइ हेर्नु न कति बवाल छ क्या ठाउँ मैले होइन जस मनमा चाहिँ हुन्छ कि म जति ठाउँ डुल्छु नि जस एउटा चाहिँ याद चाहिँ राख्छु कि यो ठाउँ चाहिँ दामी छ यो ठाउँ चाहिँ नेक्स्ट टाइम नि जानुपर्छ भनेर एउटा भ्यू लिस्टमा चाहिँ हुन्छ कि त्यो ठाउँहरू हल्का फोटो पनि खिचाउँ न होइन यसो थम्बनेल चाहियो नि होइन गाइज सो यो ठाउँ आउनुको रिजन चाहिँ मैले दिनै पर्दैन होला गाइज तपाईँहरूलाई होइन र हेर्नु कस्तो दामी छ प्लेस यो प्लेस चाहिँ भनौँ न प्रायः जसोलाई थाहा पनि छैन होला सकभर यो एरियाहरूको मान्छेलाई बाइक अब हुन्छ नि जस अलिक टाढाको व्यक्तिहरूलाई थाहा नै छैन यो चाहिँ कहाँ हो भने तपाईँको तनहुँ जिल्ला यो चाहिँ अहिले म्याग्दे गाउँपालिका होइन सो म्याग्दे भनेको चाहिँ अब थर्पुबाट थोरै यताबाट हामी चाहिँ लेफ्ट लिएर यो ठाउँ आएको माझिलानको बाटो हुँदै यताबाट हामी अब रानीटारी निस्किन्छौँ सो त्यसपछि चाहिँ हामी दमोलीतर्फ त्यो बाटो चाहिँ मेन हाइवेमा हामी जोड्न मिल्छ है गाइज सो बाटो एकदम राम्रो बनेको छ होइन जमानामै बनेको यो बाटो चाहिँ नियरली अहिले भन्दा नि 1.5 वर्ष अगाडि नै होला सकभर सो यतातिर म पहिला नि आइरहेको थिएँ अनि आज चाहिँ यहाँ आएको म तराईबाट यहाँ पहाड आउनुको रिजनै यस्तो हो कि ल हेर्नु न कति राम्रो छ नि पहाड होइन सो गाइज लेट्स कन्टिन्यू आवर राइड लेट्स गो टु दमौली है सो यो राइड चाहिँ ठ्याक्कै हामी दमौलीमा गएर चाहिँ सक्छौँ ल साथीहरू अब चाहिँ हामी यहाँबाट चाहिँ जान लागेको है सो भिडियो हल्का स्लो भइरह होला होइन के गर्नु हल्का मुड बनाउनु पऱ्यो कि एक्लै त अलि मजा चाहिँ हुन्छ हुनलाई ठाउँ राम्रो भइदियो नि त मजा हुन्छ एक्लै पनि
हावा हानिरहेको होला है अडियोमा माइकमा र मैले सिसा लगाइदिएँ सिसा लगाएपछि अलिक कम होला सो यो ठाउँको नाम चाहिँ धारापानी अब हामी सागेतर्फ जाँदैछौँ 4 किलोमिटर बाँकी छ सागे चाहिँ भाइलाई हल्का हुइली देखाइदिउँ है सँगसँगै के छ भाइ ल है सँगसँगै जिउला नि जोबन दिउला नि जोबन दिउला नि जोबन दिउला नि झलीको तिम्रो याद त्यसपछि के हो ला 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 हो गया झर 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 झर्ने वाह व्हाट अ ब्यूटीफुल डॉगी आमा ओ तेरी किन तर्सेको लोकल है भाइ लोकल है साथीहरू यहाँ टर्निङहरू दामी दामी छ अलि लिमिटमै जानुपर्ने हुन्छ है नजर हटी दुर्घटना घटी तर खासै गाडीहरू चाहिँ आउँदैन टर्निङ चाहिँ एकदम सार्प टर्निङ छ हामीले नै ध्यान पुर्याएर चलाउनु चाहिँ पर्छ है सो तपाईँहरू पनि यो बाटो आउनु मन छ भने आउनु होला लाइक यो बाटो चाहिँ हामी चापाघाटबाट थोरै अगाडि कन्टारबाट पनि हामी टक्क सागे पतेनीबाट सागे हुँदै आएर चाहिँ हामी यता रानीटारीबाट हामी माथि एउटा ब्रिज छ एउटा त्यो ब्रिज तरेर चाहिँ हामी यता आउन सक्छौँ होइन यो बाटो ल स्वागत छ तपाईँहरूलाई पनि यो ठाउँहरू चाहिँ जस तपाईँहरू पनि एक्सप्लोर गर्नु होला स्योर मनपर्ने छ भ्यू हेर्नु न भ्यू हेर्दै मनपर्छ होला यो ठाउँमा चाहिँ बाटो बनाउनु कति गाह्रो भएको थियो जस मैले म त्यो टाइममा नि आइरहेको थिएँ कि यतातिर ठुलो ठुलो चट्टानहरू ब्रेक गरेर चाहिँ वाउ दामी छ यार यो ठाउँमा यसरी यहाँ होइन एउटा फोटो हानिदिउँ न यो बाइकको सँगसँगै जिउला नि जो भन्दिउला नि ल एकचोटि 2-4 फोटो हानौँ ल यहाँ ल अगेन फ्रम अ ब्युटिफुल प्लेस सो ए न्यू प्लेस मेरो बाइक अनि पछाडिको ब्याकग्राउन्डमा त्यो ठुलो रक त्यो ठुलो पहाड कस्तो राम्रो देखिरहेको छ है सो बाइकको कलर प्लस यो वालपेपर जस्तो भइरहेछ होइन राम्रो देखिरहेछ साथीहरू ल जङ्गल चाहिँ घनघोरै जङ्गलहरू छ तर जस लोकेसन चाहिँ अति दामी छ यार सही मनपर्छ मलाई यो ठाउँ चाहिँ अब हामी यहाँबाट चाहिँ जान्छौँ सो फेरि अगाडिको नि भ्यूहरू म तपाईँलाई देखाउनेवाला नै छु तपाईहरुलाई पनि यो ठाउँ एक्सप्लोर गर्नु मन छ भने आउनु होला ओके ल साथीहरु फेरि अब यो ठाउँबाट हामी जानुपर्ने हुन्छ कुनै पनि ठाउँमा धेरै बेरसम्म स्टपेज अब एक्लै लिएर के बसिराख्नु हैन सो लेट्स गो सही गयो है अहिले ल साथीहरु है अब हामी फेरि गयौँ यहाँबाट नयाँ ठाउँमा फेरि अब नेक्स्ट लोकेसनमा एड गर्छु अहिले हामी छौँ हर्षपुरमा यो ठाउँमा आएपछि मलाई मेरो मन पनि हर्षित भयो दामी एउटा गाउँ छ यो गाउँको नि एउटा भिडियो बनाउन साह्रै भयो है सधैँ जानी यहाँसम्म मात्रै आउने उता जाने भयो के यो गाउँ पनि हल्का जोइन गरिदिउँ न आज हर्षपुरमा यहाँहरूलाई स्वागत गर्दछौँ रे ल वाउ कति ठुलो पिपलको ट्री रहेछ बर पिपलको र हेर्नु होला है भिडियो है अब यो कसको गाउँ हो है चिन्नु हुनेहरूले चाहिँ अब कमेन्ट गर्नु होला कति राम्रो छ है यो ठाउँ हर्षपुर ल सबैको घरहरू देखेँ ओए के हो यहाँ त रोडमै छ त ल है म यहाँबाट कहाँ जाउँ अब कहाँसम्म पुग्छ बाटो ओ यहाँसम्म पुग्ने रहेछ ल यहाँबाट तल जानु मिल्थ्यो होला तर नजाउँ होला है ल अति राम्रो ठाउँ अति राम्रो बस्ती ल आयो तपाईँहरूलाई यताको भ्यूहरू हेरेर पनि मजा लाग्यो होला है
गाउँ ठाउँ चाहिँ जस ब्युटिफुल छ गाउँहरूको आफ्नै एउटा अन्दाज हुन्छ नि त होइन ओ भाइ डेन्जर लहाट्यो के ओ खतरा लहाट्यो त्यसले त खतरा लहाट दियो यार कुकुरले त यार डेन्जर खालको कुकुर रहेछ त बाउलाई रहेछ क्या श्री सरस्वती प्राथमिक विद्यालय ल अब हामी यहाँबाट जाँदैछौँ यहाँ चाहिँ भलिबल कोर्ट चाहिँ दामी छ क्या यहाँ पनि एउटा क्लिप बनाऊँ न है यो माथि जाउँ है ल यहाँ आमाहरूले यहाँ के सुकाउँदै हुनुहुँदो रहेछ है दामी देख्यो यार यो ठाउँ है कोदो सुकाउँदै हुनुहुन्छ आमाहरूले के कोदो सुकाउँदै हो क्या हो तपाईँहरूको गाउँ राम्रो रहेछ है दामी देख्यो यार म त खासै अब चिन्दिनँ कि यस्तो फुड आइटमहरू भन्नाले अब यो खेतहरूमा उब्जिने कुराहरूको नेमहरू पनि इभन मलाई त्यति साह्रो पनि थाहा छैन तर जोस् केही राम्रै कुराहरू थियो होला त्यहाँ है चिन्नु हुनेले कमेन्ट गर्नु होला त्यहाँ के थियो एक्लै बर रहेछ एक्लै बर है म पनि एक्लै हो नि त अनि म पनि एक्लै भएर होला म खालि एक्लो ठाउँमा चाहिँ डुलिरहेको हुन्छ है एउटा चाहिँ ढल्के बर भन्ने ठाउँ छ ढल्के बरको छायाले दमौली 10 किलोमिटर अन्ली छाडी जाने माया तिमी जाऊ अब ल साथीहरू एउटा मात्रै ब्याट्री छ यार अघि एउटा लिएर हिँडेको ठ्याक्कै सक्दिहाल्यो क्या स्टार्ट गर्नु पाएन अफ भइदिरहेको भने साह्रै नटिक्यो रहेछ जाडो महिना टिक्दै नटिक्ने रहेछ क्या ल फाइनली अब हामी समीधारा आइपुग्यौँ है यो ठाउँको नाम हो समीधारा ल हेर्नु न पाहाडको बाटोमा होइन टक्क है ढलानको बाटो गरिदिएपछि त बाटो नि पक्की नानी छुट्टी भयो स्कुल छुट्टी भएको ल अब चाहिँ हामी टक्क जाँदैछौँ दमोलीतिर हेलो हेलो हनी पनि हेलो ल साथीहरू अब चाहिँ माथि त्यहाँ हिमाल देख्न सक्छन् तपाईँहरू एक दिन लमजुङतिर पनि जाने हो यार त्यतातिर दामी भ्यू आउँछ होला मिलाइ अब के टन्नै छ है अब 1 महिना त म बस्छु क्या दमौली 1 महिनामा म सब एक्सप्लोर हान्छु यहाँ एक दिन अब मानुङकोट अब जान्छु एक दिन तनहुँसुर बन्दीपुर चाहिँ अब एक दिन फेरि कुनै दिन होइन उकालोमा टक्क गाडी नआएको बेला उहाँहरूलाई गाह्रो पऱ्यो है गाह्रो पऱ्यो ल अब हामी साँगे एक किलोमिटर मात्रै रहेछ ल फाइनली गाइज हामी चाहिँ साँगे आइपुग्न सफल हुन लाग्यौँ है बाटो त आम्मामा टर्निङ हेर न कर्भ कस्तो बवाल छ जेसिबी छ हेर अगाडि यसो चाहिँ मलाई सोर देला वाउ कस्तो लाग्यो तपाईँहरूलाई यताको बाटो भ्यूहरू कस्तो लाग्यो भन्नु त न ढाँटी कस्तो लाग्यो भन्नु न यो चाहिँ अति दामी छ है तर यो बाइकमा चाहिँ मजा चाहिँ ओभरै मजा हुने के कस्तो मजा भने एकदम लाइट कम्फर्टेबल होइन जता पनि पच्किने ढल्किने सलल्लै होइन इजी मजा लाग्यो तर जो आज हामीले कम्प्लिट एक सर्कल चाहिँ हान्यौँ कि आउँदा अब हाइवेको बाटोबाट अनि फर्किँदा चाहिँ यताको बाटोबाट त्यो भइसकेपछि अब हामी यो सब गफ हान्दै प्यार भन्ने ठाउँ आइपुग्यो प्यार रहेछ प्यारै लेख्दै हुन्थ्यो नि बरु यार माया ल साथीहरू भ्लग खासै इन्ट्रेस्टिङ बनाउन सकिनँ होला है अब के भन्नु दाजु फर्किँदै हुँदो रहेछ ल अब हामी यहाँ आइपुग्यौँ
वाह फेदी परि के रहेछ ठाउँको नाम सागे आइपुग्यो हामी ल दामी देख्यो क्या ठाउँ चाहिँ ल एनिवे साथीहरू आयो तपाईँहरूलाई आज यताको भ्यूहरू राम्रै लाग्यो होला है भिडियो राम्रो लागेमा प्लेसेसहरू राम्रो लागेमा एउटा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला च्यानललाई भनेर म भन्दिनँ है राम्रो लागेमा गरिदिनु होला नलागेमा अब तपाईँहरूको विचार ल अब हामी यो पुलमा आइसक्यौँ रानीटारी आइसक्यौँ गाइज हामी रानीटारी ल आजको दिन पनि सकियो त्यहाँ दिलले हेर्दै हुनुहुन्थ्यो यसो हर्न बजाइदियो क्या समोसे ल साथीहरू अब हामी डाइरेक्ट कमलतर्फ जाँदैछौँ है अब ब्याट्री खासै छैन ल अहिलेको भ्लग अब यहीँनिर सघाइदिउँ है